आज पूजा गर्न भनेर हेलो ठुलपँदेर हिँडेको हाम्रो चाहिँ ठुलपँदेर बाटोतिर आइसक्यौँ। यो चाहिँ मेरो छोटो मिठो भ्लगै यस्तो दामी देखियो क्या नजारा हेलो गाइस यस्तो राम्रो नजारा देखियो क्या हामी चाहिँ म चाहिँ ट्याक्कै ह्यान्सी भएर हिँड्दैछु हामी गाउँले हो गाउँले मैले अनि कस्तो बन्दीपुर जाउँला त्यहाँ एयरपोर्ट है देऊ त कस्तो लुक्छ मेरो अहिले टोपी अगाडि लगाएर ट्याक्क अब ट्याक्क गीत सुन्दै नानी हो मजाले गीत भनेको त्यही एउटै आलु कानमा पागल मजा दाइने गीत सुन्ने बस्ने हिँड्ने अब ट्याक्क यहाँ 20 मिनटमा पुगिहाल्छ। अब भोलि अकलातिर जाने हो तँ भोलि अकला गएको भ्लग त मस्त आउँछ। भोलिको भ्लग चाहिँ हरि आइदिन्छ मेरोमा पनि आउँछ थिए गाइस। भोलि अकला गएको भ्लग त यस्तो हरिमा आउँछ यस्तो हरिमा आउँछ। कतार जाने हो बाटो यस बाँध्न नआएर सुजललाई भनेको कि ए बाँधिरहन् माया चाहिँ गर्छन् कि अघि सुन्दै जाने के भनेको मेरो गाना दाइ आमा गीत त हरिला ए धुलो हो कि मा धुलो ए धुलो हेर यार आछ पुरानो राईको भन्ने गीत सुन्ला हामीले रे पर आइसक्यौँ। यस्तो धुलो छ अब म पढेको स्कुल आउनु ला 5 क्लाससम्म म पढेको स्कुल आउनु ला अलि पर माथि अलि माथि हो ए यार हरि देखे है यार त सक्दैन नि सक्दैन कसरी सक्दैन। लुक एट द भ्यू गाइज लुक एट द भ्यू लास्ट धुलोको तर यार धन्न नर्मल जुत्ता लाएर आएको तिमी त चप्पल लाएर आएको राम्रो गर्नु नि त यार टक्क गीत लाएर सुन्दै मजा लुक एट द भ्यू गाइज एउटा यहाँ मजा आउँछ कि त आउनु मन लाग्यो आउनु मस्त पुरानो राईको गीत सुन गर्दै चिउरी खर्क जाने बाटो रामी डाँडा नेपाने गाउँ यहाँ र माथि ठुलपँदेर जाने हो यहाँ तल सेतीपुर जाने ठुलपँदेर खै त नि यहाँ लेखेको मा अब हामी यता जाने सेना बहुत आइन्थ्यो पढ्न आइन्थ्यो यही बाटो अलि स्कुल देखाउँला म पढेको स्कुल देखाउँला तिमी स्कुल पसेर जाने हो ल हामी स्कुल पसेर जाने हो हेर्नु होला स्कुल एकैचोटि स्कुलमा गएर देखाउँछु हस् त भाइ हामी पढेको स्कुल चाहिँ आइसक्यो अलि अगाडि आइसक्यो है 2 मिनट आइसक्छ होइन हामी पढेको स्कुल चाहिँ आयो 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 उयो अगाडि हो देखाऊँ र ए 5 क्लाससम्म पढेको स्कुलमा यही हो कि म यहाँ तल फेरि कुबिन्डे भन्ने गाउँ हो तल कुबिन्डे हो माथि कुबिन्डे हो चौतारा तल फुल्दै रहेछ ओए मा औसली औसली खाने अहिले ओए औसली म पढेको स्कुल यही हो कि ए यो कुन क्लास पढ्छ भन्ने पनि मलाई थाहा छ के म पढेको स्कुल हो यो तल गाउँ
म पढेको स्कुल यार यार यहाँ 4 क्लास थियो कि अहिले हो यहाँ पढेको छु म आउँदा यहाँ 4 क्लास हो सोगर यहाँ पढेको छु अनि हो यहाँ 5 क्लास यहाँ 5 क्लास हामी हो यहाँ भित्र 5 क्लास बहुत ठुलो हल छ क्या तर म पढेको स्कुल यार बहुत पुरानो यार तर भलिबल कोर्ट हो यो ए मा अब हामीले उस खाइन्छ औसली हरिफ छ औसली ए मा हरिफ झाडी भयो त यहाँ औसली खेल्न जाम हो त्यहाँ आउँदा खाने के आउँदा खाने ए अहिले त नखाम यार आउँदा खाम अहिले त आउँदा खाने चोखै जाने हो नि त अहिले आएर खाने हो अहिले केही पनि खाइन्न आउँदाखेरि खाइन्छ अहिले त चोखै हिँडेको नि त अब केही खान होइन अब गएर पूजासुजा गरेर आएर खाने हो अब एकैचोटि माथि गएर भेटौँ है त यो गाउँ तल्लो गाउँ भन्ने यो हुन्डो उतार मासाले कसलाई फोन गरेको फेरि यहाँ अहिले आएर यहाँ अहिले यहाँ एउटा फोटोसुट हुन्छ फोटोसुट गर्ने हो मस्त यहाँ हेर न क्या पाकियो कि मैले देखाइदिन्छु हजुरलाई खान्न म देखाइदिन्छु ए हेर्नु ए म्या के पाकेको स्तरी ए हेर्नु त औसली हरि पाक्यो कोही नभएर होला कि यो यत्रो बचेको हामी आसी क्लिन पारिदिने पुरै अब माथि गएर भेटौँ है त एकचोटि एकचोटि माथि गएर भेटौँ 15 अगस्त भेट्छु अब त्यहाँ यसो केही फाइनली हामी चाहिँ आइयो हामी चाहिँ मन्दिर आइयो फाइनली आइयो मन्दिर आइहाल्यो बाई हुनुहुन्छ अरे फाइनल आयो मन्दिर सेतीनाग फाइनली मन्दिर आ गइल ट्याक्क हो त्यहाँ पूजा गर्ने हो यहाँ त क्या उकालो बाटो त उकालो खै आइयो यहाँ जेग्गी है यहाँ 1 गते जेग्गी है जग्गे ए फाइनली आइयो यहाँ तल जानुपर्छ अब एकचोटि पूजा गरेर सुजा गरेर भेटौँ ल नमस्ते भाइ नमस्ते म पूजा गर्न आएको उर्लेनबाट यो ध्वजाहरू अगरबत्ती चढाउने यही त नि सेतीनाग हाम्रो सेतीनाग हो नि अब एकचोटि पूजा गरेर सुजा गरेर भेटौँ ल एकैचोटि स्कुल गएर फाइनली हामीले चाहिँ पूजा सुजा गरेर भ्याइयो अब ट्याक्क घर हिँड्न लागेको अब यसो स्कुलमा गएर फोटोसुट गरिन्छ अलिअलि औषधि खाइन्छ होइन पूजाको सुजा गरेर भ्याइयो अब भोलि अकला जाने फेरि भोलि नहुने हो बिहान फेरि नआएर फेरि अकला जाने भोलि त्यस्तै चिया त्यही स्कुलमा गएर भेटौँ न त मस्त लगाएर हामी त आयौँ स्कुलमा फेरि आयौँ पूजा सुजा गरेर फेरि आयौँ अनि फोटोसुट गर्ने अनि औषधि खाने हो ओए औषधि खै थियो त अलिक धेरै त्यही हो आऊ यो फोटो खिचौँ जाने बेला होला यसो फोटो खिच्नु पर्यो हाम्रो पुरानो स्कुलको अलि बाँस काटेर राख है यहाँको अङ्कलहरू बाँस काटेर आएर फोटो खिच्नु पर्यो कल आएर टक्क लाएर फोटो खिच्नु पर्यो होइन आइसक्यौँ ओए मा तिम्रो अगाडि उस उच्या त्यो हेर तिमी आफै लिएर आऊ
यहाँ चाहिँ औसली खाना आइसक्यो ऊ पागल हेर्नुहोस् गाइस ए औसली माथि आउने बेला तिर दिदीहरु पागल ओइ ला मेरो जुत्ता लायो म चाहिँ आइज न अला ओए गाइस औसली हेर्नु यो यसमा अलि मिलेन कि मलाई रोक्नु यो औसली औसलीको काँडा यस्तो छ हेर्नु औसली बसेर औसली त यसलाई खाएको ओए पागल ओइ टिममै जाम म नदाउमा के हुन्छ र म गए चल म त बेइज्जत हुन्छ दामी ठुल्ठुला खाने तर औसली बहुत ठुला खाने ए दम खान्छौ आहा कति म त खाँदै गरेँ हजुरले नि खानु होला साँच्चै म जान्छु किन्न मलाई भयो चप्पल चिप्लो नि त भेयो फेरि जान्दिनँ सबै हातमा मोबाइल छ जान्छ यस्तो आज भाउ मेटाउने खाने म त खाएको खाइ गरेँ यार तिमी त माथि नै खाने हेर्नु त आउँदै कि मा केटी यहाँको त फेरि यो तलको माथिको खानु पर्यो मलाई राख है म पनि टिना जानु लाग्छु यो त ताना त हो ढल्काउँछ के हुन्छ ए मोबाइल खोल्दै मारा आया लामो चिप्लिन्छ कि पागल तिनैमा आइयो आइनले हेर्नु न हरिफ छ के औसली यिनीले त भ्याए खाएर म त खानु भएन मजा आयो यार खाना आज भन्न टिन छ र भन्न टिन खान पाइयो ओए यो ओए हेरे न म त खाएर भ्याएर एकचोटि फुल्छु यिनले चाहिँ बिठाइ गर्न लाखान के यहाँ हेर न आगो बालेर बिठाइ गर्न लाखान बाला त है चुप ओए बाल्छौ बिठाइ गर्छु आगो बालेर बिठाइ गरेर यो पुरै लाइन त जाल्छ माथि 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 लाउ न एकचोटि लगाइदेऊ न त्यति अझै लगाइदेऊ भागिदिउँ अनि चुप भागिदिउँ अनि छिटो 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 भागिदिउँ के लाएर भागिदिउँ बाल न छिटो भेट्यो अनि मारिदिन्छन् भेट्दैन कसले हेर यिनको बिठाइ त बोल्दैन बे हिँड अझम कस्तो अँधेर आएको यार कालो ए भयो बे आऊ छिटो कानमा लगाइदेऊ भागिदिउँ क्या कानमा लगाएर आगो ताप हेर न म्यासाला बाइक आयो क्या माथि यार आगोलाई कुद्छौ म्यासाला ननियम न त्यति छोडिदेऊ मनले खायो जामकै कानमा लगाइदियो भागिदिउँ फोटो खिचौँ भन न जाऊ बस खिच्दिन आज ए म्या अब त भेट्यौँ नि अरे खिच्ने अनि फिर्नु अब बोलाऊ